कतिजना चाहिँ नि भोट लाउन आउँदाखेरि मैले फर्किराखेको देखेँ साथीहरू होइन। अनि किन भन्दाखेरि चाहिँ यो आइडेन्टिटी कार्डहरू हुन्छ नि हाम्रो नागरिकता अथवा कुनै पनि कार्ड आफ्नो प्रमाण आफू नेपाली नागरिक भएको प्रमाणपत्रहरू चाहिँ लिएर आउनुपर्छ है, त्यो छुटाउनु हुँदैन। सर्वप्रथम लाइसेन्स ल्याउनुहोस् चाहे जे ल्याउनुहोस् यसरी लिएर आउने। अनि भोट लाउन छिर्नुभन्दा अगाडि बाहिर चाहिँ यो नम्बर यो देखाएर चाहिँ यो नम्बर लिनुपर्छ साथीहरू। आमा बुवालाई सिकाएर पठाउनु होला। यो नम्बर लिनुपर्छ बाहिरै। यो नम्बर लिइसकेपछि मात्रै भित्र छिर्नु होला। कति धेरै आमा बुवाहरू फर्किराखेको देखेँ क्या मैले। अनि बिचराहरू कति त अपाङ्गहरू पनि हुनुहुन्थ्यो नि त, प्यारालाइसिस भएको आमा बुवाहरू पनि हुनुहुन्थ्यो, फर्किराख्नु भएको थियो। अनि किन फर्किनु भएको भन्दाखेरि नागरिकतै छुट्यो अरे के, अनि यो मात्रै लिएर जानुभयो नागरिकता छुट्यो अरे। अनि उहाँ भित्रै पुगेर पनि अनि त्यो बुथभित्रै छिरिसकेर पनि उहाँहरूलाई फर्काइएको छ। त्यही भएर तपाईँहरूको पनि आमा बुवा अथवा आफन्तहरूलाई भोट लाउन जाँदै हुनुहुन्छ भने चाहिँ यो विषयमा चाहिँ राम्ररी जानकारी दिएर पठाउनु होला। अनि तपाईँहरू जाँदै हुनुहुन्छ भने चाहिँ मोबाइल पर्सहरू होइन, डिजिटल स्मार्ट वाचहरू हो त्यस्तो कुराहरू चाहिँ लिएर जानु हुँदैन रहेछ। त्यही भएर त्यो सबै घरैमा राखेर जानु होला। म पनि त्यहाँ एउटा पसल खुलेको थियो र त्यो पसलमा राखेर गएँ मोबाइलहरू। तपाईँहरूलाई जानकारीको लागि भिडियो बनाएको साथीहरू ल है त, हेर्दै हुनुहुन्छ भने सबैलाई सेयर गरिदिनुहोस् छिटो छिटो, ताकि कसले थाहा पाउनु भएको छैन उहाँहरूलाई जानकारी पुगोस्।